नमस्कार साथीहरू, लोकसेवा पाठशाला युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज हामी 2082 सालको जीके अन्तर्गत समसामयिक विषयवस्तुको बारेमा तपाईहरुमा छलफल गर्न गइरहेका छौं। 2082 सालको समसामयिकमा 2082 सालको वसुन्धरा श्री पुरस्कार वितरण गरिएको थियो। यो चाहिँ तुलसी दिवसलाई प्रदान गरिएको थियो र 2082 सालको मानसी पुरस्कार तोया गुरुङलाई प्रदान गरिएको थियो। र यो वसुन्धरा श्री पुरस्कारको बारेमा चाहिँ वसुन्धरा श्री पुरस्कार 2057 सालबाट दिन थालिएको र यो चाहिँ वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिन्छ। यो दुईटा क्वेशन चाहिँ लोकसेवामा धेरैचोटि अघिल्लो सालहरुमा पनि सोधिरहेको पाइएको छ। त्यस्तै विश्वको सबैभन्दा अग्लो पुलको विषयमा छ। यो चाहिँ चीनको गुइन्जाओमा निर्मित हुन्जाई ग्रान्ड क्यानन ब्रिज हो। यो चाहिँ 2051 फिट अग्लो 2022 मा निर्माण सुरु भएर 2025 को जुनमा चाहिँ सकिने भन्ने छ। अनि अर्को चाहिँ छ 29औं राष्ट्रिय चिया दिवस 2082। यो वैशाख 15 गते मनाइयो। नेपालमा प्रत्येक वर्ष वैशाख 15 गते चाहिँ चिया दिवस मनाइन्छ र चियाका लागि प्रसिद्ध जिल्लाहरू भनेर झाई पाते ध झापा इलाम पाँचथर ताप्लेजुङ र धनकुटालाई चाहिँ चिनिन्छ। र यसपालिको यो 29औं चिया दिवसको नारा चाहिँ स्वस्थ चिया दिगो बजार समृद्ध नेपालको आधार भन्ने नारा रहेको थियो र यो 2054 सालदेखि चाहिँ मनाउन थालिएको हो। र अन्तर्राष्ट्रिय चिया दिवस चाहिँ मे 21 को दिन मनाइन्छ र नेपालमा सबैभन्दा धेरै चिया खेती भएको क्षेत्रफलको हिसाबले चाहिँ इलाम हो भने सबैभन्दा धेरै चिया उत्पादन हुने जिल्ला चाहिँ झापा जिल्ला रहेको छ। त्यसैगरी नेपाल सुपर लिग 2025 को तेस्रो संस्करणको बारेमा छ। यसको विजेता चाहिँ ललितपुर सिटी एफसी भएको थियो भने उपविजेता चाहिँ पोखरा थन्डर्स रहेको थियो। यो ललितपुर सिटी एफसीले 2 गोल गरेको थियो भने पोखरा थन्डर्सले 1 गोल गरेको थियो। तर ललितपुर सिटी एफसी चाहिँ विजेता घोषित भएको थियो। र यो प्रतियोगिताको गुडविल एम्बेसडर चाहिँ प्रीति राई रहेकी थिइन्, नेपालको महिला खेलाडी प्रीति राई। र यसमा 7 वटा क्लबहरू सहभागी थिए। सर्वोत्कृष्ट खेलाडी आयुष गलान पोखरा थन्डर्सबाट, उदयमान खेलाडी सन्तोष खत्री ललितपुर सिटी एफसी, सर्वाधिक गोलकर्ता मोहम्मद हिजाजी धनगढी एफसी, इनर्जेटिक प्लेयर मणिकुमार लामा ललितपुर सिटी एफसी, उत्कृष्ट गोलकिपर गिलामो प्रिसो पोखरा एफसीबाट थिए। र यो चाहिँ तेस्रो संस्करण थियो। पहिलो संस्करणको विजेता काठमाडौँ र दोस्रो संस्करणको विजेता चाहिँ ललितपुर हो। र यो जिकेबाट तपाईहरुलाई एक्जाममा दोस्रो संस्करण अथवा तेस्रो संस्करणको चाहिँ नेपाल सुपर लिगको विजेता देहायको मध्ये कुन हो भनेर चाहिँ अप्सनमा सोध्न सक्छ र सर्वोत्कृष्ट खेलाडीहरू पनि सोध्न सक्छ। यो इनपुट नै समसामयिक रहेको छ एउटा। र भाषा आयोगले 2078 सालको सिफारिस अनुसार प्रदेशगत भाषाको विवरणहरू छन्। यसमा कोशी प्रदेशमा सिफारिस गरिएको मैथिली र लिम्बू, मध्य प्रदेशमा सिफारिस गरिएको मैथिली, भोजपुरी र बज्जिका, बागमती प्रदेशमा सिफारिस गरिएको नेपाल भाषा र तामाङ भाषा, त्यसैगरी गण्डकीमा सिफारिस गरिएको मगर र भोजपुरी, लुम्बिनीमा सिफारिस गरिएको थारू र अवधी, कर्णालीमा सिफारिस गरिएको मगर भाषा र सुदूरपश्चिममा डोटेली र थारू भाषालाई चाहिँ सिफारिस गरिएको थियो सरकारी कामकाजको लागि। यो गण्डकी प्रदेशमा चाहिँ मगर, गुरुङ र भोजपुरी भाषा पनि सिफारिस गरिएको थियो र कतै मगर र भोजपुरी मात्रै पनि लेखिएको देखिन्छ। त्यसैगरी अर्को महत्त्वपूर्ण समसामयिक रहेको छ उत्तम शान्ति पुरस्कार 2081 चाहिँ जीवा लामिछानेलाई प्रदान गरिएको थियो। जीवा लामिछानेको कृति अक्षत अन्टार्कटिका भनेर यो कृतिलाई प्रदान गरिएको थियो। त्यसैगरी अर्को आरोहणका लागि खुल्ला गरिएको हिमाल अहिले 476 वटा पुगेको छन्। र अर्को क्लाउड सिडिङ बनाउन प्रयोग गरिने रसायन भनेको सिल्भर आयोडाइड। यो चाहिँ पानी पार्नका लागि प्रयोग गरिने यो रसायन पनि छ। यो पनि एउटा समसामयिक जिके को रूपमा मैले राखेको छु। त्यसैगरी अर्को सरकारको नीति तथा कार्यक्रमको बारेमा छ। यो सरकारको नीति तथा कार्यक्रमहरू चाहिँ सरकारले प्रत्येक साल प्रत्येक आर्थिक वर्षमा बजेट भाषण हुनुभन्दा अगाडि चाहिँ सरकारका नीति तथा कार्यक्रमहरू के समेटिने छन् भन्ने विषयलाई समेटेर सरकारले तयार गरेको हुन्छ। यो राष्ट्रपतिबाट चाहिँ संघीय संसदको दुवै सदनलाई चाहिँ सम्बोधन गरेर प्रस्तुत हुने गर्दछ। यसमा भएका मुख्य विषयहरूलाई चाहिँ टिप्पणी गरेर यहाँ प्रस्तुत गरिएको छ। यसलाई म सरसर्ती पढ्दै जान्छु, तपाईहरुले चाहिँ यसलाई नोट गर्ने अथवा सुन्न पनि सक्नुहुन्छ। यो रिटन पेपरमा
रिटर्न पेपरको 5 मार्क्सका क्वेसनहरू खर्दा सुब्बामा चाहिँ शिक्षाका क्षेत्रमा, आर्थिक क्षेत्रमा अथवा सुधारका क्षेत्रमा चाहिँ लेख्नलाई महत्त्वपूर्ण टपिकहरू रहेका छन्। यसमा जिनजी पुस्ता लक्षित स्टार्टअप कार्यक्रम सञ्चालन गरिने, विद्यार्थीलाई सरकारी सेवाको इन्टरनेट प्रयोग गरिने, कमाउँदै पढ्दै न्यूनतम ज्याला नीति लागू गर्ने, इन्टर्नलाई स्टार्टअपमा संलग्न गराई कार्यघण्टाका आधारमा ज्याला दिने, स्वास्थ्य बीमा प्रणाली एकीकृत गर्ने, काठमाडौँमा अत्याधुनिक न्युरोसाइन्स क्याम्पस स्थापना गर्ने, विश्वविद्यालयको सहकार्यमा सहित शिक्षा बैंक स्थापना गर्ने, इन्टर्नलाई स्टार्टअपमा संलग्न गराई कार्यघण्टाका आधारमा ज्याला दिने, निजी र सरकारी विद्यालयको पाठ्यपुस्तकमा एकरूपता ल्याउने, सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल ब्याङ्कको स्थापना गर्ने, नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई स्टार्टअप कर्जा प्रदान गर्ने कार्यक्रम, अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र तिनका सन्तानलाई छात्रवृत्ति प्रदान गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाम फेरेर राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रम बनाइने, प्रधानमन्त्री कार्यालयलाई सेन्टर फर एक्सिलेन्स बनाइने, एक्सिलेन्सको रूपमा विकास गरिने, एसेम्बल उद्योग विस्तार गरी आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गर्ने भन्ने विषयहरू छन्। यो चाहिँ रिटर्न पेपरमा चाहिँ एकदम धेरै इम्पोर्टेन्ट रहेको छ। यो तपाईँहरूले सरसर्ती याद गर्न सक्नुहुन्छ। र अर्को समसामयिक रूपमा चाहिँ दिवस र नारा रहेको छ। यो राष्ट्रिय पत्रकारिता दिवस 2082 को नारा रहेको थियो, विश्वसनीय सूचनाको आधार, जवाफदेही पत्रकार र सुरक्षित पत्रकार भन्ने रहेको थियो। त्यसै गरी विश्व पृथ्वी दिवस 2025 को नारा हाम्रो शक्ति हाम्रो ग्रह, आवर पावर आवर प्लानेट भन्ने रहेको थियो। यो चाहिँ यो दिवस इक्जाममा प्रत्येक साल प्रत्येक लेभलको हरदार सुब्बा अफिसरको इक्जाममा चाहिँ एउटा नाराहरू चाहिँ सोधिरहेको हुन्छ। पानी दिवसको चाहिँ जैविक विविधता दिवसहरूको यो सरस्वती समसामयिकमा सबै दिवसहरूलाई समेटिने नै छ। त्यसै गरी अर्को रहेको छ विश्वको सबैभन्दा लामो समयसम्म पत्रकार सम्मेलन गर्ने मालदिप्सका राष्ट्रपति मोहम्मद मोइजुले गरेका थिए। यो चाहिँ 2025 मे 3 मा 14 घण्टा 54 मिनट चाहिँ पत्रकार सम्मेलन गरेर चाहिँ रेकर्ड कायम गरेका थिए। त्यसै गरी अर्को अत्यन्तै महत्त्वपूर्ण समसामयिक रूपमा सगरमाथा संवाद रहेको छ। 2082 साल जेठ 2 गतेदेखि 4 गतेसम्म यो पहिलो पटक नेपालले आयोजना गरेको सगरमाथा कल फर एक्सन घोषणापत्र जारी गरिएको थियो। यसका लागि यो घोषणापत्र चाहिँ 25 बुँदे रहेको थियो र यसको नारा चाहिँ जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य भन्ने थियो। यसमा 12 देशका उच्च स्तरीय प्रतिनिधिमण्डल चाहिँ 275 विदेशी पाहुनाहरू सहभागिता भएको थियो। यो काठमाडौँमा भएको थियो र यो सगरमाथा संवादको मुख्य उद्देश्य भनेको चाहिँ जलवायु न्याय र लस एन्ड ड्यामेजको सन्दर्भमा नेपालको आवाज बुलन्द गर्नु। हिमालको हिउँहरू पग्लिरहेछ, हिमालमा हिउँ छैन, यो विषयमा चाहिँ अन्तर्राष्ट्रिय जगतलाई चाहिँ ध्यानाकर्षण गराउनु चाहिँ यसको मुख्य उद्देश्य रहेको छ। र यो लोकसेवा पाठशाला युट्युब च्यानलमा चाहिँ तपाईँहरूलाई लोकसेवा तयारी सम्बन्धी सम्पूर्ण विषयवस्तुहरूको हरदार सुब्बाको अफिसरको, त्यसै गरी सुरक्षा निकायतर्फ नेपाल प्रहरीको सेकेन्ड लेफ्टिनेन्टको इक्जाम तयारी गर्नलाई चाहिँ महत्त्वपूर्ण भन्ने कन्टेन्टहरू चाहिँ हामी राख्नेछौँ। त्यसको लागि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। हस्, आजको लागि यति नै रहेको थियो। हस्, धन्यवाद।